रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर। दर्शकबिनहरू, आज यही विषयवस्तुको चर्चा गर्नेछौँ। भिडियो अपुरा हेर्नुहोला। सक्नुहुन्छ सबैको भलो गर्नुहोला, यदि सक्नुहुन्न भने कसैको को भलो नगर्नुहोला र तपाईँहरूको दिन आज सुखमय बितोस्। दर्शकबिनहरू, लागौँ अब यहाँबाट। सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुङ्गिदासम्म रवि लामिछाने थुनामा हुनेछन्। दर्शकबिनहरू, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटोल इजलासको आदेशलाई सदर गरेको हो भने न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दी प्रत्यक्षकरणको निवेदन खारेज गरेको हो। दर्शकबिनहरू, त्यस्तै गरी सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुङ्गिदासम्म रवि लामिछाने थुनामा हुनेछन् भने जिल्ला अदालतको सफाई दिएमा मात्रै उनी थुनामुक्त हुनेछन्। दर्शकबिनहरू, तर त्यति बेलासम्म अरू आरोपबाट पनि उनले सफाई पाएको हुनुपर्नेछ। त्यस्तै गरी सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटोल इजलासले दिएको आदेशका कारण रवि लामिछाने थुनामा परेका थिए भने उच्च अदालतले त्यति बेला जिल्ला अदालत रूपन्देहीको आदेश उल्टाएर रविलाई थुनामा पठाएको थियो। यो त जो कहिल्यै पनि थाहा भएकै होला। त्यस्तै गरी आफूलाई गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेश विरुद्ध रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको निवेदन दर्ता गरेका थिए भने त्यसका साथै उनले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए। दर्शकबिनहरू, तपाईँहरूले यसबारे के भन्न चाहनुहुन्छ? मनमा लागेको जिज्ञासा जस्ताको त्यस्तै कमेन्ट बक्समा गएर निर्धक्कका साथ कमेन्ट गर्न पनि सक्नुहुनेछ र यतिखेरसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई न्यानो अभिवादन टक्राउँदै म केही समयको लागि बिदा लिन चाहन्छु। जय देश, जय नेपाल। मायालु मिडिया हेर्दै गर्नुहोला। हस्त धन्यवाद।